हेलो गाइस, वेलकम टु माई फर्स्ट ब्लग। आई होप तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ अनि म पनि सन्चै अनि आरामै छु। आज चाहिँ म साइकल लिएर मजदुर काममा जाँदैछु। ब्लग चाहिँ यसकै बारेमा हुनेछ। फाइनली म चाहिँ हैन काम गर्ने ठाउँमा पुगिसकेको छु अनि लुगासुगा पनि चेन्ज गरिसकेको छु है। अब हामी चाहिँ इटा बोक्नु पर्ने हुन्छ। दुई भाइले हैन यहाँ इटा जोमा गर्नुहुन्छ, यहाँ पुराउनु पर्ने हुन्छ नि त। इटा हेर्न सक्नुहुन्छ। अब चाहिँ म इटा बोक्नेतिर लागे। हेर्न सक्नुहुन्छ तपाईहरु पनि है। इटाको थक्की लाएर यसलाई चाहिँ नाम्लोमा बोक्नु पर्ने हुन्छ। मैले इटा बोकेर चाहिँ मैले हैन एक तला माथि पुगाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ दुई भाइले बोकेर पुगाउनु पर्ने हुन्छ हामीले चाहिँ इटा। भारी बोकेर यो लिस्टमा हेर्न त झन्डै गाँडै फाट्छ यार। गाँडबाट पसिना निस्किन्छ। बेला बेला लाग्छ यो मजदुर कामै छोड्दिउँ, तर के गर्नु, एभ्रिथिङ इज मनी। साथीहरु भइसके धनी, गाह्रो छ कटाउ। म चाहिँ घर पुगे अनि यहाँ चाहिँ दही अनि यहाँ चाहिँ खाना दाल सब्जीहरु है। अब म चाहिँ खाना खान्छु। मैले चाहिँ फाइनली खाना खाइसकेर है मेरो छोरा चाहिँ एक्लै कुकुरमा खेल्दै रहेछ एक्लै है। अनि मैले यस्तो बोलाइदिएको हेलो भनेर भनिदिएको। पुरै हेर्दै थियो मलाई पुरै है। फेरि मेरो यता म्याडमको चाहिँ फेरि आफ्नै तालमा है नुहाइ धुवाइ गरेर चिटिक्क परेर बसिरहेको छ घरमा अनि नखरा देखाउँदै हाँस्दै जाँदै रहेछ। अब चाहिँ मेरो काममा जाने टाइम पनि भयो अनि मेरो छोरालाई बाइ गर्दै अब चाहिँ हामी कामतिर लाग्यौँ है। काम गर्ने ठाउँ पनि यही अगाडिको घर देख्नुहुन्छ, त्यही घरमा हामी त्यसकै माथि काम गर्छौँ हामी है। म चाहिँ आउने बित्तिकै लुगासुगा फेरिवरी है बिटी सिटी भर्न थालिसकेँ। अब माथिको ढलाइको लागि बिटीलाई चाहिँ मैले 3-4 तला माथि लानुपर्ने हुन्छ। माथि तान्ने मेसिनको माध्यमले बस यति चाहिँ सुविधा छ है। गर्दा गर्दै फेरि मैले यता मिस्त्रीलाई पनि हेल्पिङ गर्न अलिकति भए पनि सघाउन आइदिएँ हैन। इटा जोड्न त खासै आउँदैन, जस्ट सिक्दैछु। अब बिस्तारै गर्दा गर्दै सिकिहालिन्छ हैन। म चाहिँ नाङ्लो माथि छु, सरी नाङ्लो होटेलको घरको टपमा छु। हेर्न सक्नुहुन्छ तपाईहरु यहाँको भ्यूहरु हेर्न सक्नुहुन्छ। हामी चाहिँ नाङ्लो होटेलको माथि टपमा हामी चाहिँ काम हुँदैछ हाम्रो चाहिँ। हेर्न सक्नुहुन्छ इटा जोडाइ हुँदैछ हाम्रो हेर्नु हैन। यहाँको भ्यू हेर्नुस् न, यस्तो बवाल देखिन्छ। यहाँको बगुलाबारी हो यो चाहिँ, बवाल देखिन्छ हैन। पुरै दामी दामी चाहिँ भ्यू हेर्न सक्नुहुन्छ तपाईहरु पनि। यताबाट पनि देखाउँछु तपाईहरु। यहाँबाट हेर्दा त सबै उल्लाबारी नै देखिन्छ। हेर्न सक्नुहुन्छ तपाईहरु सबै उल्लाबारीको टोटल घर सबै देखिन्छ। यहाँबाट गन्ध पनि मिल्छ हैन। अब चाहिँ हाम्रो तसला मसला बनाउनेको काम आयो है। अब यहाँ माथिको ढलाइ गर्नुपर्ने हुन्छ नि त। हामीले यो माथिको ढलाइ गर्नुपर्ने हुन्छ। मसला बनेर रेडी पनि भइसकेको छ। अब हाल्दै पनि छौँ हामीले। बिस्तारै बिस्तारै काम हुँदैछ। यता पनि हाम्रो यहाँनिर मिस्त्रीहरूले बनाउँदैछ। हेर्न सक्नुहुन्छ तपाईहरु के नमिलेर टाउको कुनाको कुना हुनुहुन्छ हाम्रो मिस्त्री साहेबहरु। अनि यहाँ मसला मैले चाहिँ हालिदिइरहेको छु। हामी चाहिँ एउटै गाउँ ठाउँको मान्छे, काम गर्न पनि मजा आउँछ। टाइम गएको थाहा नै पाइँदैन कतिखेर गयो के भयो हैन। त्यो गाउँ ठाउँको मान्छे आफ्नै साथीभाइहरुसँग काम गर्न रमाइलो पनि हुन्छ नि त। सो फाइनली आजको दिन चाहिँ कट्यो त्यसो गर्दै हैन। हाम्रो चाहिँ छुट्टी भइसकेको छ। अब हामी चाहिँ घरतिर लाग्दैछौँ। अनि आजको यो मेरो भ्लग के कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि भिडियो वाच गर्नु भएकोमा धेरै धेरै धन्यवाद। आजको भ्लग यति नै हुन्छ। बाइ बाइ।